चाहिँ जाँदैछु बाटो तर बाफ्रे के हो यो मकै यति अल्को मकै हुन्छ भनेको राम राम ल यो मकै हेर्नु त के मकै हो यो यति अल्को छ भोगा भने लागेको छैन बोट मात्र छ ल म चाहिँ जाँदैछु आज चाहिँ त्यहाँ गएर टक्कै भएर कुखुरी कटिङ हुँदैछ कुखुरी कटिङ ल त ल साथीहरू म चाहिँ आइपुगिसकेँ होइन ठ्याक्कै यहाँबाट भित्र गेट त खोल्दैछ त कतिवटा भोगा हो यो के मकै हो धामी मकै यहाँ रहेछ हाम्रोतिर धामी मकै फाले खाएको गाइस अझ यहाँ कुखुरा कार्यक्रम चल्दैछ भरे बनाइसकेर डाँडामा भेटौँ ठिक के कति खिच्नु अब यो हो यस्तो खसी भन्दा पनि बलियो छ त जम्मा 8वटा भयो छ मासु धेरै भएको छैन मासु खाने सक्ने एकचोटिमा 8वटा नभयो ल अर्को आउँदैछ कार्यक्रम वाह वाह यो त खसी भन्दा पनि बलियो यार आफूले कुदिरहेको हेर्नु अब खसी भन्दा पनि बलियो छ नि त यहाँ आफै कोरिहाल्यो नि खसी भन्दा बलियो गरेछ टाउको काटेपछि पनि चलिरहेछ त अरे ऊ कराइमा राख ओइ ओइ फेरि माथि काट्यो के हो के हो ओइ के हो ल यालेर म भिडियो गर्दै नि यहाँ देखा त बोल्छ त कुखुरा त काटेर खै हिँड्छ पनि क्या हो माटोमा काटेर पनि छोडेर त हिँड्छ कि क्या हो पाक पाक भन्छ खासै मासु खानु मन लाग्दैन यता हेरौँ एक नजर के गर्नु मासु खानु गाह्रो छ हौ गाह्रो या ठिक छ एकदम एकदम माथि यसो गरौँ त के भइरहेछ यता धेरै त छैन यहाँ दुईटा यहाँ एउटा पोल्दै एउटा यहाँ धेरै होइन 6वटा मात्र हो कति फास्ट हो 6वटा मात्र हो अब दिनमा 6वटा खाइन्छ वर्षमा त धन्नै 200वटा बजाइन्छ क्या हामीले त अलिक त है यस्तै पकाउने हो क्या टक्कै यहाँ राख्ने होइन अब यताबाट अब यो दुईवटा पनि त्यहीँ हाल्ने हो यो एउटा पाक्दैछ अनि यहाँ चाहिँ एउटा सिखारी ट्याक्क पारेर अब चाहिँ यो चाहिँ पाक्दैछ है साथी हो नुन खोर्सानी टक्क लाएर एकछिन पछि डाँडामा भेट्नु पर्छ केटाहरू अस्ति केटाहरू कहाँ हो डाँडामा आऊ केटा हो सेम हुन्छ है फेरि आज पनि